मैले उसको पढाइको लागि सबै थोक त्यागेँ, तर उसले मलाई एउटी नर्ससँग साट्यो। अब म उसलाई देखाउने छु। हेर त यो भिड, तिमी किन आफ्नो एउटा ठुलो रेस्टुरेन्ट खोल्दैनौ? रेस्टुरेन्ट रोचक छ। यदि मैले यही गति जारी राखे भने अबको 2 महिनामा म आफ्नै रेस्टुरेन्ट खोल्नेछु। म एउटा साम्राज्य खडा गर्नेछु। हे भगवान, $18,000 को बिल बाँकी छ। म अब के गरौँ? सुन न, मलाई एउटा नयाँ महँगो झोला चाहियो अनि हामी त्यो ट्रिपमा कहिले जाने? मलाई व्यवस्था नगर। तिमी कस्तो झर्को लाग्दो मान्छे। हे भगवान, म मेरो ऋण तिर्नका लागि नक्कली मेडिकल सर्टिफिकेट बेच्दैछु। मलाई उसको निकै याद आइरहेछ। यो ठाउँ एकदमै उपयुक्त छ। यदि मैले उसको पढाइको लागि पैसा नतिरेको भए म धेरै पहिले नै यहाँ हुन्थे। अब म आफूलाई प्राथमिकता दिन्छु। अब यो मेरो भयो। म जितेर देखाउने छु। जमिन किनियो। अब यो राम्ररी बनाउन मलाई एकजना भरपर्दो मान्छे चाहिन्छ। म हेर्छु, सायद उहाँले मलाई मद्दत गर्न सक्नुहुन्छ। नमस्ते, कस्तो छ? धेरै समय भयो नि। म ठिक छु, काममा निकै व्यस्त छु, तर बलियो छु। मैले केही जमिन किनेको छु। म त्यहाँ एउटा प्रोजेक्ट सुरु गर्न चाहन्छु। मलाई निर्माण कार्यमा साँच्चै राम्रो मान्छे चाहिएको छ। यदि तपाईँ साँच्चै भन्दै हुनुहुन्छ भने मलाई स्वीकार छ। म साँच्चै भन्दैछु, यस पटक म कुनै गल्ती गर्ने छैन।